मानिसले आफूले कमाएको सम्पत्तिलाई सुरक्षा गर्नलाई बैंक ब्यालेन्स विभिन्न किसिमका संस्थाहरूमा लगानी गर्छन्, घरका सुरक्षित तिजौरीमा राख्छन्। तर त्यो सम्पत्तिको रक्षा पूर्ण रक्षा होइन, त्यो कुनै पनि बेला हरेक कारणले नासिन सक्छ। यदि मानिसहरूले सम्पत्तिको रक्षा गर्नु छ भने दान पुण्यमा लगाउनुपर्छ। त्यो नै वास्तविक र अनन्तकालको लागि रक्षा हो। जसरी तलाउमा भएको पानी दूषित हुँदै जान्छ, लामो समयसम्म त्यो त्यहीँ रहँदा खानयोग्य हुँदैन, दुर्गन्धित हुन्छ। त्यो पानीलाई रक्षा गर्नलाई र त्यो पानीलाई शुद्धिकरण गर्नको लागि, पिउन योग्य राख्नको लागि त्यसबाट निकास गराउनुपर्छ, बगाउनुपर्छ। जसरी तलाउको पानीभन्दा नदीको पानी शुद्ध मानिन्छ र तलाउमा भएको पानीलाई पनि फ्याँक्दै जाने हो भने त्यसमा नयाँ पानी भरिन्छ, त्यो खान योग्य हुन्छ। त्यसरी नै हामीले हाम्रो सम्पत्तिलाई पनि बग्न दिनुपर्छ। यसको अर्थ बग्न दिनु भनेको जाँड, रक्सी, दुर्व्यवहार त्यस्ता काममा खर्च गर्नु भनेको होइन। त्यसले त दान र पुण्यमा खर्च गर्नु, शिक्षामा खर्च गर्नु, स्वास्थ्यमा खर्च गर्नु र इष्टमित्र गरिब गुरुवाहरूलाई दान गर्नु, उनीहरूको जीविकोपार्जनमा सहयोग गर्नु नै त्यो सम्पत्तिको रक्षा हो। ल, आजलाई यो सम्पत्तिको रक्षाको लागि म यति नै भन्न चाहन्छु। धन्यवाद।